साथीहरु नमस्ते फ्याफुल्लो सबैमा र मेरोबाट तपाईलाई भेरी गुड मर्निङ है। र आज चाहिँ म बिहानै मिनी भ्लग बनाइरहेको छु। सो तपाईलाई म देखाउने छु आजको मेरो काम है। म चाहिँ बिहानै उठिसकेको छु। सो मैले चाहिँ यहाँ देख्न सक्नुहुने छोला बनाउँदै छु साथीहरु। यहाँ चाहिँ मैले मसला भुट्दै छु है। मेरो हस्बेन्ड चाहिँ बिहानै जानुभयो नि त हैन। अब चाहिँ म मेरो नानीलाई उठाउँछु। घर पनि चेलेलेले भइरहेको छ है। डुप्चेन 6 बजिसक्यो नानी। मेरो छोरा चाहिँ उठिसक्यो। गुड मर्निङ। लु उठ 6 बज्यो। 6 पनि काटिसक्यो। चाहिँ मेरो नानीलाई पनि उठाएँ है। चाहिँ म रोटी बनाउँछु साथीहरु। आजको वेदर चाहिँ एकदम धुम्बो छ। देख्न सक्नुहुन्छ। चिसो त छैन है, र आज चाहिँ पानी होला जस्तो दिन भइरहेको छ साथीहरु। अनि अब चाहिँ म रोटी बनाउँछु है। अगाडि हेर्दै गर्नुस् होला मेरो भिडियो। अनि साथीहरु मैले रोटी पनि बेलिसकेको छु है। मेरो छोराले चाहिँ खाजामा चाहिँ पुरी र छोला बनाएको छु। अनि खानुको लागि चाहिँ सुक्खा रोटी पोलिन्छ नि त हो। अब बिहान पनि पुरी 12 बजे पुरी हुन्छ, ग्यास हुनसक्छ नि त है नानीहरूलाई। त्यही कारणले गर्दाखेरि चाहिँ मैले रोटी सुक्खा रोटी पनि बनाउँदैछु। हाम्रो चाहिँ 7 बजी चाहिँ घरबाट निस्किसक्नुपर्छ है साथीहरु स्कुलको लागि। किनभने गाडीको लागि चाहिँ माथि जानुपर्छ नि त नटोडुरा हैन। अन्त आज चाहिँ हिँडेर लानेवाला छु। किनभने अरू बेला माथि है भाइ आउनुहुन्थ्यो। अन्त आज चाहिँ आउनु हुँदैन किनभने स्कुटी यहीँ छ नि त। अन्त मेरो हस्बेन्ड पनि बिहानै टाइगर हिल जानुभएको छ। त्यही कारणले गर्दाखेरि चाहिँ म अब बाटाबाट गरेर नानी पुऱ्याउनु जान्छु साथीहरु। हेर्नुहोस् है यतिको चाहिँ हुन्छ मेरो रोटी। खास त चुलामा पोल्नुपर्ने हो है। तर अब अहिले अलिकति टाइमको मेरोमा अभावले गर्दाखेरि चाहिँ म चाहिँ ग्यासमै पोल्दैछु। ग्यासमा पोलेको रोटी त नखानु भन्छ है साथीहरु। के गर्नु अहिलेको परिस्थिति नै त्यस्तै छ है। ग्यास जे कुरा पनि ग्यासमा नगरी हुँदैन हैन साथीहरु। हर कुराको सुविस्ता निकालेपछि त त्यही सुविस्ता नै चाहिँदो रहेछ नि त हामीलाई पनि है। अब पहिला त चुलामै सबै कुरा गरिन्थ्यो हैन। तर अब अहिले चाहिँ सकिँदैन भनौँ न। अब बेसी फेसिलिटी भएर होला साथीहरु है। साथीहरु यहाँ हेर्नु ल। यहाँ चाहिँ मैले धनियाँ रोपेको छु है। सो यो म धनियाँ चाहिँ अलिकति टिप्छु। राम्रो उयो भएको छैन कि। र पनि अब चाहिएपछि टिप्नै पर्यो है। मैले चाहिँ टायरमा रोपेको। चाहिँ अलिकति छोलामा हाल्न टिप्नु पर्यो साथीहरु। एकपाल चाहिँ मेरो पनि धनियाँ भएको छ। अनि यहाँ चाहिँ मैले आगो फुकिरहेको छु हो। देख्न सक्नुहुनेछ साथीहरु। मेरो नानीको चाहिँ लन्च पनि प्याक भइसकेको छ। यो चाहिँ हो पुरी, यो चाहिँ हो छोला, अनि यो चाहिँ हो सलाद है। अनि यो चाहिँ हो सर्बेट। सर्बेट पनि हाल्नुपर्छ नि त है नानीलाई। अब चाहिँ म नानी पढाउनु जान्छु साथीहरु है। नानी पनि रेडी हुँदैछ हैन। सो थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। प्लिज मेरो भिडियो पनि धेरै भन्दा धेरै सेयर गरिदिनुस् होला है। ओके बाइ बाइ।